काउसकीको जङ्गलतिर अब हामी चाहिँ यसरी मजाले होइन भन्छ म यो काउसकीको जङ्गलमा सर्लक उहाँ हेर्नु पुरै फलामको घर चाहिँ कसरी बनाउनु पर्छ भनेर तपाईँहरू सिक्नु के काठ हाल्नु तिन कुने काठ फलाम त बरु केही हुँदैन त 100 वर्षसम्म नि यार हो कि होइन भन्छ कस्तो महसुस भइरहेको जापानतिर आएर यस्तो जाडो त त्यस्तै हो अब मामा भान्जा भएर टी सर्टमा आफै चिल पारायो कि जहाँ गयो नि चिलै हुने मान्छे अब त्यस्तै हो कति मिस गरेको स्कर्पियोलाई एकदम मिस गरेको मनाङ मुस्ताङको कति याद आएको हो र मनाङ मुस्ताङको चाहिँ बहुत याद आएको गाइज अब हामी चाहिँ फेरि त्यस्तो मौसममा चाहिँ परिरहेन यहाँ चाहिँ यस्तै मौसम छ उहाँ सिङ्गल खोलो आफू यहाँ दौड्न सकिन्न यहाँ खोच्चाउँदै दौड्न पर्छ के गर्नु गाह्रो छ यस्तो दौडिहाल्नु साथीहरू गाह्रो छ गाइज काका पनि हाम्रो है गाइज जिम्बारामा हामी चाहिँ रेस्टुरेन्ट खोल्न मात्रै हिँडिरहेको आज रेस्टुरेन्ट हाम्रो बहिनी हानिन्छ रेस्टुरेन्टमा जाँदैछौँ त्यतिकै यहाँ फेरि बाहिर फेरि हल्का डिस्टर्ब आएको र पानी घाटिङ्गला हेर्नु गाइस यो जापानमा भएर के भने रुल तोडेपछि गाह्रो छ हिँड्नलाई अब हामी चाहिँ अन्धाधुन्दा मजाले हिँड्दैछौँ पारादेखि अलि यहाँ पुरानो रेस्टुरेन्टमा आएर झोक्राइराख्नु छ कति मिस गर्न खै यो रेस्टुरेन्टलाई हजुर मजाले यता आउँदै मजाले मिस गर्न अङ्कलले यो पसललाई चाहिँ 400 माना बेच्दिनँ दाउजा गरी खाओ होइन फाइनली गइसक्यो होस्टेलमा पनि आएर होस्टेल लिएर आउनुभएको रहेछ यहाँ मजाले हेर्दैछौँ 65 जना बस्ने होस्टेल बिमारी हुँदै पनि हिँडेछ केटो लरङ चिल्ला बस गाइज नै मैले उही बोलाएर कति राम्री नानी देखेर मलाई आज गोडमेला चटनी बनायो भन्छ नेपालको स्टाइलमा सर्लक्क च्याप पराएर खोर्सानी हालेर सुगरका बिमारीलाई च्याट हान्न पर्छ गाइस हामी यहाँ फाइनली गर्दैछौँ हामी सब्जी पसलमा आएर यहाँ चाहिँ सब्जी किन्ने खानेको तयारी अब चाहिँ यति नै पछि